म आज यो वैकल्पिक राजनीति र पुरानो राजनीतिको विकल्पमा नयाँ राजनीतिक दलको विषयमा जुन एउटा छलफल छ र जुन अहिले नेपाली राजनीति जुन भाष्य खडा गरिएको छ त्यो विषयमा केही कुरा राख्न चाहन्छु। खास गरी राजनैतिक आन्दोलनमा पुराना राजनीतिक दलहरू असफल हुँदै गएपछि नयाँ राजनीतिक शक्तिहरू उदय हुन्छन् र ती नयाँ राजनीतिक शक्तिहरूले त्यति बेलाको राजनैतिक सङ्कट समाधान गर्दै जान्छन्। यो आम नियम हो र नेपालमा पनि खास गरिकन लामो लोकतान्त्रिक आन्दोलनको लडाईँ लडेका कांग्रेस र कम्युनिस्ट पार्टीहरू असफल हुँदै गर्दा यो प्रकारको बहस अगाडि बढ्यो र त्यही बहसकै बीचबाट भएको जेन्जी विद्रोहपछि अहिले नेपालमा नयाँ दलले सरकारको नेतृत्व गरिरहेको छ। तर नयाँ भन्दा बित्तिकै पुरानोको विकल्पमा नाम फेरिएको वा पात्र फेरिएको मात्र बुझियो भने त्यो गलत हुन्छ। हरेक राजनीति विचारसहित हुन्छ, हरेक राजनीति वर्गीय हुन्छ र राजनीतिको परिभाषा के हो भने तात्कालीन वर्गीय, सामाजिक, लैङ्गिक, जातीय अन्तर्विरोधको समाधान हो अथवा त्यसको हल गर्ने विधि नै राजनीति हो। तर अहिले विचार चाहिँदैन, सिद्धान्त चाहिँदैन, कार्यदिशा चाहिँदैन, त्यो केही नभइकन मात्र नयाँ अनुहार भएपछि हुन्छ भन्ने जुन भाष्य खडा गरिएको छ त्यसले नेपाली समाजलाई अराजकतातिर लैजान्छ, त्यसले समाधान दिन सक्दैन। त्यसकारण आज पनि नेपाली राजनीतिलाई नयाँ वैकल्पिक शक्तिको आवश्यक छ। तर त्यो वैकल्पिक शक्ति भनेको विचारसहितको वैकल्पिक शक्ति हो। त्यो वैकल्पिक शक्ति भनेको उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको अधिकारलाई सुनिश्चित गर्ने त्यो शक्तिको आवश्यकता हो। जबसम्म हामी त्यो दिशामा प्रवेश गर्दैनौँ, प्रवेश नगर्दासम्म राजनीतिले सही निकास पाउन सक्दैन। त्यसकारण आज पनि नेपाली राजनीतिमा उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्गलाई सम्बोधन गर्न सक्ने समाजवादी विचार बोकेको वामपन्थी विकल्प आज पनि विकल्प हो। त्यसको लागि हिजोको राजनीतिक नेतृत्व जो अत्यन्त निकम्मा भयो, त्यो असफल भयो, त्यो अयोग्य भयो, त्यसलाई विस्थापित गर्ने कुरा हो। तर विचार सिद्धान्त गलत भयो, विचार राजनीति गलत भयो भन्न बुझियो भने हामी गलत ठाउँमा पुग्छौँ। त्यसकारण आजको देशको विकल्प भनेको चाहिँ सबै वामपन्थीहरू, देशभक्तहरू, समाजवादीहरू एउटा ध्रुवमा उभिएर नेपालको वामपन्थी आन्दोलनलाई पुनर्गठन गर्ने र तेस्रो पुस्ताबाट त्यसको नेतृत्व गरेर अगाडि ल्याउन सकियो भने मात्रै नेपालको वामपन्थी आन्दोलनलाई हामी अगाडि ल्याउन सक्छौँ। अन्यथा समाज फेरि पनि अराजकतातिर जान्छ, यसले समस्याको समाधान दिन सक्दैन र त्यसले देशभित्रको जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गिक समस्याको समाधान गर्न सक्दैन। त्यसकारण अहिलेको राजनीतिमा देखिएको जुन विचार शून्यताको अवस्था छ यसलाई चिर्नको लागि फेरि एकपटक हामीले सबैले पहल गर्नै पर्छ कि हामी नेपालको वाम आन्दोलन भन्दा बित्तिकै कम्युनिस्ट आन्दोलन मात्र होइन, वाम आन्दोलन भनेको समाजवादी विचारलाई पुनर्गठन गर्दै यो देशलाई सही निकासमा लैजानको लागि हामी सबैले मूलत युवा पुस्ताले, मूलत तपाईँको चाहिँ तेस्रो पुस्ताले त्यो पहल गर्नै पर्छ। त्यो पहलबाट मात्रै नेपालको राजनीतिक सङ्कटको समाधान गर्न सकिन्छ। यो नै आजको सही निकास हो। धन्यवाद।